अब माननीय सदस्य पदम गिरी, समय 15 मिनट। सम्मानीय सभामुख महोदय, नेपाल सरकारले आर्थिक वर्ष 2082-83 को वार्षिक आय व्ययको विवरणमाथि पेश गरेको विवरणमाथि हामी छलफलमा छौँ। वास्तवमा यो वर्षको लागि मात्रै होइन, दशकौँसम्मका निम्ति नेपालको बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउने र देशलाई एउटा समृद्ध नेपाल, सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा छ त्यो दिशातर्फ देशलाई अगाडि बढाउने सन्दर्भमा एउटा महत्त्वपूर्ण डिपार्चर यसपटक हुँदैछ। यो वास्तवमा हामी सबैको लागि एउटा गौरवको विषय हो भन्ने मलाई ठान्दछु। सम्मानीय सभामुख महोदय, सरकारले भर्खरै पेश गरेको यो आय व्यय जुन विवरण छ त्यसमा सरकारले जुन प्रकारले बजेटको आकार 19 खर्ब 64 अर्बको आकारको बजेट पेश गर्ने काम गर्यो, चालु खर्चतर्फ 11 खर्ब 80 अर्ब 98 करोड अर्थात् 60.1%, त्यसै पुँजीगत खर्च 4 खर्ब 7 अर्ब 89 करोड 20.8% र वित्तीय व्यवस्थापनतर्फ 3 खर्ब 75 अर्ब 24 करोड अर्थात् 19.1% को वित्तीय व्यवस्थापन गरेको छ। धेरै अर्थविदहरूले, धेरै विज्ञहरूले यसलाई विभिन्न ढङ्गले व्याख्या गर्नुभएको छ। कसैले यो सरकारले ल्याएको बजेट अत्यन्तै संयमित छ, यथार्थको धरातलमा उभिएर आएको छ र बजेट कार्यान्वयन गर्न योग्य छ। यसले आउने वर्षमा निश्चित रूपमा हाम्रा आर्थिक उद्देश्यहरू, आर्थिक लक्ष्यहरू हासिल गर्नका लागि यसले महत्त्वपूर्ण योगदान दिन्छ भनेर ठोकुवाका साथ भनेका छन् भने कतै यो यथार्थको धरातलभन्दा अलि पर छ कि हामीले निर्धारण गरेका जुन राजस्वका लक्ष्यहरू छन् त्यो पुरा गर्न सकिँदैन कि त्यो व्यवहारिक छैन कि त्यसको बलियो आधारहरू छैनन् कि यसमा जति ध्यान पुग्नु पर्थ्यो पुरेन कि भन्ने कोणबाट पनि विषयहरू उठ्ने गरेका छन्। तर म यति बेला सम्मानित सभामुख महोदय, यो बजेटको सबै पक्षहरूलाई मैले हेर्दै रहँदाखेरि वास्तवमा भन्नुहुन्छ भने आज राजस्व 13 खर्ब 15 अर्बको चाहन्छन् जुन स्रोत व्यवस्थापनको अनुमान गरिएको छ। त्यस्तै वैदेशिक ऋण र आन्तरिक वैदेशिक 2 खर्ब 33 अर्ब 66 करोड वैदेशिक ऋण र आन्तरिक ऋणतर्फ 3 खर्ब 62 अर्ब गरेर 5 खर्ब 95 अर्ब 66 करोडको ऋणबाट स्रोतको व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै गरेर वैदेशिक अनुदान 53 अर्ब 45 करोड राखिएको छ अनुमान, यस ढङ्गले पेश गरिएको छ। सम्मानीय सभामुख महोदय, यो हेरिरहँदाखेरि वास्तवमा भन्ने हो भने चालु आर्थिक वर्षमा अहिले जुन राजस्व वृद्धिको जुन लक्ष्य थियो त्यो राजस्व वृद्धिको लक्ष्य 41% वृद्धि हुने लक्ष्य अनुमान गरिएको थियो, 31% हुने अनुमान गरिएको थियो चालु आर्थिक वर्षमा। यसभन्दा अगाडिको आर्थिक वर्षमा 41% को वृद्धिको लक्ष्य निर्धारण गरिएको थियो। त्यो हामीलाई जानकारी भएकै विषय हो सम्मानीय सभामुख महोदय। तर अहिले वर्तमान सरकारले यो संशोधित अनुमानको राजस्व वृद्धिको लक्ष्य संशोधित अनुमानको आधारमा 17% मात्र कायम गरेको छ, राखेको छ। यसरी हेर्दाखेरि यो लक्ष्य धेरै महत्त्वकांक्षी छैन। यो राजस्व सङ्कलन गर्नका निम्ति असम्भव छ भन्ने तर्क वास्तवमा त्यति उपयुक्त कुरा हो र वास्तवमा चाहिँ त्यो सही हो भन्ने मलाई लाग्दैन। तर पनि कुरा के हो भने यो लक्ष्य हासिल गर्नका निम्ति, यो राजस्वको लक्ष्य पुरा गर्नका निम्ति हाम्रा राज्यका संयन्त्रहरू, राज्यका यन्त्र संयन्त्रहरूलाई चुस्त दुरुस्त राख्नुपर्छ। सुशासन कायम गर्ने कुरामा सरकार सम्पूर्ण रूपले प्रतिबद्ध बन्नुपर्दछ। निजी क्षेत्रको मनोबल माथि उठाउन सक्नुपर्दछ र आज पुँजी बजार एकदम परिचालित हुने, गतिशील बन्ने परिस्थिति हामी निर्माण गर्नुपर्छ। वैदेशिक लगानी देशभित्र भित्राउने खालको वातावरण बन्नुपर्छ र सबै मान्छेले देशभित्र रोजगारीको अवसर सृजना गर्न सकिन्छ, यही देशभित्र व्यापार बन्द व्यापारको सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सक्ने हो भनेदेखि मलाई लाग्दछ यो लक्ष्य हासिल गर्ने कुरा कुनै ठुलो कुरा होइन। त्यसकारणले गर्दा सरकारले यो जुन खालको राजस्वको अनुमान गरेको छ यो अत्यन्तै व्यावहारिक पनि छ र करिब पुरा गर्न सकिने प्रकारकै छ भन्ने म आफूलाई पनि लागिरहेको छ सम्मानीय सभामुख महोदय। त्यस्तै गरेर सरकारले बजेट ल्याइरहँदाखेरि अहिले केही अनुशासनका केही सीमाभित्र बसेर
यो बजेट प्रस्तुत गरेको छ। म यस अर्थमा म माननीय अर्थमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। यहाँप्रति म आभार व्यक्त गर्न चाहन्छु। एकछिन सांसदहरूको वाइ बटुल्नका निम्ति, सबै जनताको नागरिकहरूको वाइ बटुल्नका निम्ति यथार्थको धरातलभन्दा बाहिर पर जाने काम गर्नु भएन। त्यो अनुशासन र त्यो मर्यादाभित्र बस्ने काम गर्नुभयो। यसका लागि म विशेष धन्यवाद पनि यस अर्थमा दिन चाहन्छु। राष्ट्रिय प्रकृति तथा वित्त आयोगले नेपाल सरकारलाई दिएको जुन आन्तरिक ऋणको जुन सीमा थियो, जिडिपीको 5.5% भित्र रहेर आन्तरिक ऋण उठाउने भनेर जुन सीमा दिएको थियो, त्यसभित्र बसेर 5.3% को आन्तरिक ऋण उठाउने प्रस्ताव यसमा आयो। यसले पनि के देखाउँछ भने सरकार आफ्ना मुलुकका विभिन्न अङ्ग निकायहरूबाट दिएका वास्तवमा सुझावहरूलाई ग्रहण गर्छ र त्यसका आधारमा बजेट निर्माण गर्छ, त्यो अनुशासन कायम गरेर अगाडि बढ्छ भन्ने कुरा पनि यसले देखाएको छ। यस अर्थमा पनि म अर्थमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु, त्यो आग्रह पनि गर्न चाहन्छु। अर्कोतर्फ राष्ट्रिय योजना आयोगले जुन दिएको बजेटको सीमा थियो 9 खर्ब 75 अर्बको सीमाभित्र बसेर 19 खर्ब 64 अर्बको बजेट ल्याउने काम गरेको छ। यसमा पनि योजना आयोगले दिएको सीमालाई क्रस गर्ने काम सरकारले गरेन। त्यो अनुशासन कायम गर्ने कुराले के देखाउँदैछ भने भोलिका दिनमा यो योजनालाई कार्यान्वयन गर्न सकिन्छ, हाम्रो पुँजीगत खर्चहरूलाई अधिकतम खर्च गर्न सकिन्छ, यसलाई परिणाममुखी बनाउन सकिन्छ, उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा यसले हामीलाई विश्वास दिलाएको छ। यस अर्थमा पनि म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु, आग्रह गर्न चाहन्छु। त्यस्तै गरेर सम्माननीय सभामुख महोदय, आयोजना छनौट गर्दाखेरि विगतमा जुन प्रकारको चाहिँ लोकरिजाइको कामहरू हामीले गर्ने गर्थ्यौँ, 18,000 भन्दा बढी आयोजनाहरू जुन प्रकारले किताबमा हामीले समावेश गऱ्यौँ, त्यसलाई समयमा हामीले कार्यान्वयन गर्न सकेनौँ। त्योबाट शिक्षा लिँदै नेपालको संविधान, कार्यविस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्ड अनुसार 3 करोड भन्दा साना आयोजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीति अनुरूप बजेट प्रतिबिम्बित भएर आएको छ। यो निकै ठुलो उपलब्धि हो। भविष्यमा अब नेपालले बजेट निर्माण गर्दाखेरि एउटा अनुशासनको सीमाभित्र बसेर अगाडि बढ्नुपर्छ भनेर एउटा सिग्निफिकेन्ट डिपार्चर यसपटकबाट सुरुवात भयो। यो उल्लेखनीय काम भएको छ। यसले भविष्यमा निरन्तरता प्राप्त गर्न सक्यो भने हामी बजेटमा ठुलो अनुशासन हामी कायम गर्न सक्छौँ, देशको अर्थतन्त्रलाई नयाँ लयमा हामी अगाडि बढाउन सक्छौँ। यो उपलब्धिका निम्ति म सरकारलाई विशेष रूपले धन्यवाद दिन पनि म चाहन्छु। सम्माननीय सभामुख महोदय, सोही अनुसार चाहिँ चालु आर्थिक वर्षको 18,000 भन्दा बढी योजनाहरूलाई घटाएर अहिले 13,900 वटा योजना मात्रै प्रविष्ट गरिएको छ। करिब 4600 वटा योजनाहरू घटाउने काम भयो। यो निकै ठुलो र उपलब्धिमूलक काम हो, यो चुनौतीपूर्ण काम हो। यद्यपि सरकारले यो काम गर्न सफल भएको छ। यसका लागि म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु सरकारलाई। सम्माननीय सभामुख महोदय, तैपनि कुरा के छ भने कहिले कहिले हामीले हिजो प्रतिपक्षको मान्यज्यूले भन्दै हुनुहुन्थ्यो, पूर्व अर्थमन्त्रीज्यूले भन्दै हुनुहुन्थ्यो यहाँ 3 करोड भन्दा साना आयोजना छैन भनिएको छ। तर पनि हेर्ने हो भने 75 लाखका आयोजनाहरू पनि देखिएको छ। जनतालाई ढाँट्नु भएन, झुक्क्याउनु भएन भन्ने कोडबाट प्रस्तुतिहरू राखेको पनि मैले देखेँ। तर मैले सबै किताबलाई नजिकबाट हेरेँ, निहालेँ, अध्ययन गरेँ, मैले पढेँ। तर यसमा सरकार आफ्नो ठाउँबाट विचलित भएको होइन। सरकारले नयाँ योजनाहरू 3 करोडकै योजना कायम गरेको छ, त्योभन्दा तलको योजनाहरू प्रस्तुत गरेको छैन नयाँ योजनामा। तर पनि कर्मागत योजनाहरूलाई सम्पन्न गर्नका निम्ति काहीँ कतै थोरै बजेटले योजनाहरू सम्पन्न हुने अवस्था छ। विगतबाट सञ्चालन भएका योजना अहिले 50 लाख, 1 करोड, 1.5 करोड, 2 करोड खर्च गर्दा ती योजना सम्पन्न हुने अवस्था छ भने त्यसलाई योजनामा समावेश गर्ने काम गरेको हो। त्यसलाई अन्यथा भन्न मिल्दैन भन्ने कुरा पनि मैले यहाँनिर राख्न चाहन्छु सम्माननीय सभामुख महोदय। अर्कोतर्फ सङ्घीय सरकारका एकल कार्यक्षेत्रहरूमा भएका क्षेत्रहरूमा चाहिँ बजेट विनियोजन गर्दै रहँदाखेरि त्यो सरकारको बाध्यता के भइदियो भने जस्तो मान्नु पुरातात्विक जुन क्षेत्र छ त्यो सङ्घीय सरकारको एकल कार्यक्षेत्रभित्र पर्छ। त्यसमा प्रदेश र स्थानीय तहले खर्च गर्दैन। अब पुरातात्विक क्षेत्रमा मान्नुहोस् एउटा टुँडाल फेर्नु पर्ने भयो। टुँडाल फेर्नका लागि 2-4 लाख रुपियाँ बजेट भए पुग्छ भनेदेखि अब त्यसका निम्ति के 3 करोड विनियोजन गरेर के गर्नुहुन्छ? जति खर्च लाग्ने हो त्यति नै खर्च विनियोजन गर्नु पर्यो कि परेन? त्यो संविधानले हामीलाई पुरातात्विक क्षेत्र जब सङ्घीय सरकारको मातहतमा रहन्छ भनिसके पछाडि यस्ता क्षेत्रमा खर्च गर्दाखेरि निश्चित रूपमा त्यो संविधानको भावना अनुसार त्यसमा बजेट छुट्याउनु पर्ने हुन्छ। त्यसको सीमाभित्र रहेर बजेट छुट्याउँदै रहँदाखेरि कहिले कहिले सानो आकारको बजेट देखिएको हुन्छ। त्यसैलाई लौ अर्थमन्त्रीज्यूले आफूले बोलेको कुराबाट विचलित हुनुभयो, पछि हट्नुभयो, आफ्नो बोलेको कुरामा अडिन सक्नु भएन भन्ने प्रकारले जुन व्याख्या गर्न खोजिएको छ त्यसमा यथार्थ होइन भन्ने कुरा राख्न चाहन्छु। तर यति भन्दा भन्दै पनि सामान्य सभामुख महोदय, यो केही पनि कमी कमजोरी भएको छैन। सफेद एकदम जसरी आउनु पर्थ्यो त्यही रूपमा आएको छ। यहाँ कुनै कमी छैन म भन्दिनँ। अर्थ मन्त्रालयले एउटा सीमा तोकेको छ, एउटा मन्त्रालयबाट एउटा मापदण्ड तोकिएको छ। तर मापदण्ड तोकिँदै पनि अन्य विषयगत मन्त्रालयले योजना छनौट गर्ने क्रममा कहिले कहिले अलिकति साना योजनाहरू पनि प्रविष्ट गराइदिएको हो कि भन्ने देखिन्छ। यस्ता कुरामा सन्दर्भमा म के भन्न चाहन्छु भने
अर्थमन्त्रीज्यूले कुरा भनिरहे तापनि 3 करोडभन्दा सानो योजना समावेश हुँदैन भन्दै रहँदा कतै कतै त्यस ढङ्गले प्रवेश भएको छ भने यसलाई एउटा शिक्षाको रूपमा लिउँ र 3 करोडभन्दा साना योजनाहरू छन् भनेदेखि अब प्रदेश सरकार र स्थानीय सरकारलाई कार्यान्वयन गर्नका निम्ति अख्तियारी सङ्घीय सरकारले दिनुपर्छ र त्यो अधिकार स्थानीय सरकार र प्रदेश सरकारलाई दिनुपर्छ र भविष्यमा यस्तो कहीँबाट पनि त्रुटि नहोस् भन्ने कुरामा सरकार सजग बन्नुपर्छ। म यस ढङ्गले मैले आग्रह पनि म गर्न चाहन्छु सम्मानित सभामुख महोदय। त्यस्तै गरेर अहिले यसो भनियो यो गठबन्धन एमाले कङ्ग्रेसको गठबन्धनको सरकार छ, लगायतको पार्टीको गठबन्धन छ। त्यस कारणले गर्दाखेरि यो सरकार यो बजेट कतै कङ्ग्रेसतिर मात्र ढल्किएको, पुँजीपति वर्गतिर मात्र ढल्किएको, केही स्वार्थ समूहतिर ढल्किएको जस्तो भयो भनेर हिजो प्रतिपक्षको मान्यज्यूले भनेको सुने। यो नितान्त एउटा पूर्वाग्रह पुनः विचार हो भन्ने म ठान्दछु। आज हामीले कृषि क्षेत्रमा हेर्नुहोस्, त्यहाँ भएका किसानहरूले उत्पादन गर्ने कृषि उपजहरूमाथि कति ठुलो बजारको व्यवस्थापन गर्नेदेखि लिएर समर्थन मूल्य तोक्नेदेखि लिएर अनेक बिमाका सुविधाहरू दिनेसम्मका कार्यक्रमहरू यसमा आएका छन्। मलमा, बिउमा, औजारमा अनुदान दिने कार्यक्रमहरू आएका छन्। कृषि क्षेत्रमा भएका उद्योगहरूलाई स्थापित गर्नका निम्ति त्यसमा चाहिने मेसिनरीहरूमा भन्सार छुट दिने कार्यक्रमहरू यसमा आएका छन्। ती गाउँमा दूर दराजमा काम गर्ने किसानहरू कहाँका पुँजीपति हुन्, कहाँका बिचौलिया हुन्, कहाँका स्वार्थ समूहहरू हुन्, ती नेपालका गरिब जनता हुन् कि होइनन्, उनीहरूका हितमा आएका यी कार्यक्रमहरूलाई हामीले सबैले स्वागत गर्नुपर्छ कि पर्दैन? यो गरिबको पक्षमा यो सरकार छ भन्ने कुरा यसले पुष्टि गर्छ कि गर्दैन? यो प्रश्न पनि मैले यहाँनिर राख्न चाहन्छु सम्मानित सभामुख महोदय। त्यस्तै गरेर अहिले देख्नुभयो यहाँ जोन र सुपर जोनमा त्यसो र जुन प्राइभेट सेक्टरले, सहकारी क्षेत्रले त्यस क्षेत्रमा काम गर्छ भनेदेखि त्यसमा अनुदान दिने खालका कार्यक्रमहरू लिएर आउँदाखेरि अब निजी क्षेत्र यसमा आकर्षित हुने र देशमै एउटा कृषि क्षेत्रमा नयाँ उत्पादनको एउटा श्रृङ्खला अगाडि बढ्ने र हाम्रो कृषि क्षेत्रमा जति पनि आयात गरिएको छ त्यसलाई प्रतिस्थापन गर्ने र कृषि क्षेत्रमा हामी तरकारीमा, फलफुलमा, खाद्यान्नमा, माछामा, त्यस्तै गरेर दुधजन्य पदार्थहरूमा लगायतका अनेक चिजहरूमा आत्मनिर्भर बन्ने बाटोमा देश अगाडि बढ्नका निम्ति एउटा महत्त्वपूर्ण यो बिन्दु बन्ने स्थिति बनेको छ। त्यस कारणले गर्दाखेरि यी कुराहरूलाई सकारात्मक कुरालाई हामीले सकारात्मक रूपमा ग्रहण गरौँ। यसमा केही कमीहरू रह्यो भनेदेखि त्यसबाट हामी शिक्षा लिनुपर्छ र सुधार गर्नेतर्फ पनि अगाडि बढ्नुपर्छ भन्ने म ठान्दछु। मध्य पहाडी क्षेत्रमा, मध्य पहाडी लोकमार्गका आसपासका क्षेत्रहरूमा, मदन मण्डली राजमार्गका आसपासका क्षेत्रहरूमा बाँझो जमिनहरूलाई अब त्यहाँ खेतीमा लगाउने, उत्पादन कार्यमा लगाउने, त्यसमा काम गर्नका निम्ति आकर्षित गर्नका निम्ति आकर्षक कार्यक्रम दिने भनेर योजनाहरू आएका छन्। वास्तवमा यो अत्यन्तै राम्रो छ कि त्यस्तै कृषि र वनसँग सम्बन्धित उद्योगहरूमा मेसिनरी खरिदका निम्ति भन्सार छुटको प्रबन्ध गरिएको छ। पारम्परिक र प्राकृतिक मल उत्पादनका लागि चाहिने मिल मेसिनरीहरूमा चाहिँ भन्सार छुटको पर्याप्त व्यवस्था गरिएको छ। यस्ता अत्यन्तै आकर्षक कार्यक्रमहरू गरिएको छ जसले किसानहरूलाई आकर्षित गर्नेछ, गाउँका दूर दराजमा बसेका गरिब जनतालाई यसले राहत पुर्याउनेछ। यो निकै महत्त्वपूर्ण कार्य हो भन्ने पनि मैले ठानेको छु। यसका लागि म सरकारलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। त्यति मात्रै होइन सम्मानीय सभामुख महोदय, आज देशमा नयाँ युवाहरूलाई यही देशभित्र म रोजगारी सृजना गर्न सक्छु, म यही देशभित्र मेरो भविष्य छ भनेर आत्मविश्वास जगाउनका लागि आज आइटी एक्सपोर्टबाट हुने आयमा 75% कर छुट दिने कुरा सरकारले यो बजेटमा लिएर आयो। यो आज भारतको, बङ्गलादेशको, अरू छिमेकी देशहरू तपाईँहरू हेर्नुहोस्, ती देशहरूले यो स्तरमा कर छुट दिन सकिरहेको अवस्था छैन आजको दिनमा पनि। तर 75% कर छुट दिने आइटी एक्सपोर्टमा छुट दिने कुराले नौजवान युवाहरू अब आइटी सेक्टरमा आकर्षित हुनेछन्। उनीहरू नेपालभित्र बसेर पनि संसारभरि आफ्नो बजार विस्तार गर्न सक्नेछन्। यस्तो ऐतिहासिक काम यो सरकारले गर्न खोजिरहेको छ। यसकारण यस सरकारलाई यो अर्थमा पनि हामीले धन्यवाद दिनुपर्छ भन्ने म ठान्छु। नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आयमा 5% मात्र अन्तिम रूपमा करकट्टी हुने आयकर लगाउने भनेर निर्णय गरियो। यो वास्तवमा यसले नयाँ पुस्तामा वास्तवमा जेन्जी पुस्तालाई यसले धेरै हदसम्म आकर्षित गर्नेछ र उनीहरूलाई आइटी सेक्टरमा आउनका निम्ति त्यो उद्यममा जोडिनका निम्ति यसले प्रोत्साहन मिल्नेछ। यस अर्थमा पनि सरकारले राम्रो काम गरेको छ भन्ने म ठान्छु। स्टार्टअप उद्यमीलाई 3% ब्याज दरमा ऋण दिने भन्यो। अब नयाँ स्टार्टअपमा आउन चाहने मान्छेहरूले अब 8%, 9%, 10% डबल डिजिटको ब्याज दरमा होइन, जम्मा 3%मा ऋण पाउनेछन् र उनीहरूले आफै उद्यममा जोडिने, उद्यम सिर्जना गर्ने, रोजगारी प्राप्त गर्ने, रोजगारी सिर्जना गर्ने काममा अब युवाहरू लाग्नेछन्। यस्ता खालका कामहरूलाई हामीले स्वागत गर्नुपर्छ भन्ने म ठान्दछु। त्यस्तै गरेर सरकारले शिक्षा र स्वास्थ्यमा विगतमा भन्दा बढी लगानी गरेको छ। यसले गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने कुरामा, नेपाली जनताको स्वास्थ्य र शिक्षामा सुधार ल्याउने कुरामा सरकारले ठोस कदम अगाडि बढाउनेछ भन्ने मलाई विश्वास लाग्छ।
भएको छ। र सँगसँगै सम्मानीय सभामुख महोदय, यति भन्दै रहँदा सरकारले फेरि सबै कुरा राम्रो छ, अब सुधार गर्ने ठाउँै छैन, म यस अर्थमा भनिरहेको छैन। अहिले पनि सार्वजनिक खर्च कटौतीमा पर्याप्त ध्यान पुगेको छैन जस्तो मलाई लाग्दछ। जति आयोगहरू बने, जसरी आयोगहरूले दिएका प्रतिवेदनहरू छन् त्यसलाई कार्यान्वयन गर्ने कुरामा अहिलेको बजेटमा अझै पर्याप्त मात्रामा ध्यान पुगेन भन्ने कुरातर्फ पनि म ध्यान आकर्षण गर्न चाहन्छु। घाटामा भएका सार्वजनिक संस्थानहरूलाई त्यसको व्यवस्थापनको कुरा होला, बिक्रीको कुराहरू होला, अन्य कुन ढङ्गले व्यवस्थापन गर्ने हो त्यसतर्फ पनि ठोस योजनाका साथ आउनुपर्छ भन्ने ठान्दछु। राजस्वको वृद्धिमा लक्ष्यमा केही महत्त्वाकांक्षी योजनाहरू छन्। ती महत्त्वाकांक्षी लक्ष्यहरूलाई वास्तवमा व्यवहारमा कार्यान्वयन गर्नका लागि, त्यो उद्देश्यलाई पुरा गर्नका लागि, राष्ट्रको लक्ष्य पुरा गर्नका लागि जुन खालको ठोस उपायहरू प्रस्तुत हुनु पर्थ्यो, आउनु पर्थ्यो, अझै त्यसमा केही कमीहरू भएका छन्। यसतर्फ पनि ध्यान जाओस् भन्ने कुरा म राख्न चाहन्छु। र फेरि पनि म यहाँलाई अनुरोध गर्न चाहन्छु सम्मानीय सभामुख महोदय, आज देशमा वास्तवमा जनताहरूमा ठुलो एक प्रकारको निराशा व्याप्त नै छ। यो निराशालाई चिरेर देशभित्र मेरो भविष्य छ भनेर 3 करोड जनतालाई आश्वस्त पार्नु छ। संसारभरि भएका युवाहरू अब विदेशमा होइन, देश फर्किने स्थिति हामी निर्माण गर्नुपर्ने छ। त्यसका लागि नेपाल जाउँ जाउँ भन्ने वातावरण बनाउनका लागि सबै दलहरू, सबै राजनीतिक पार्टीहरू एकताबद्ध बन्नै पर्छ। विगततिर हामी फर्केर हामीले गरेका कमीहरूबाट आत्मसमीक्षा गरौँ र नयाँ ढङ्गले अगाडि बढ्ने सङ्कल्प हामीले गर्नै पर्छ। आज म ठिक त बेठिक, म भयो भने देश बन्थ्यो, त हुँदा बनेन, वा म नभएको कारणले मुलुक बनेन जस्तो प्रकारले भाषा स्थापित गर्न कोसिस गरिएको छ। यो वास्तवमा धेरै दिन टिक्ने विषय होइन। यथार्थको जगमा हामी सबै उभिनुपर्छ। त्यसलाई आत्मसात गर्न सक्यो भने वास्तवमा हामी सही ढङ्गले गन्तव्यमा पुग्न सक्छौँ। यसतर्फ ध्यान दिनको लागि म आग्रह गर्न चाहन्छु। र अन्तिममा सम्मानीय सभामुख महोदय, समग्रमा यो बजेट प्राथमिकतामा आधारित छ। स्रोत प्रक्षेपण ठिकसँग गरिएको छ। आयोजनाको सङ्ख्या धेरै हदसम्म घटाइएको छ। यो वैज्ञानिक छ। त्यस्तै गरेर अर्थतन्त्र लयमा फर्काउने दिशामा यो केन्द्रित भएको पाइएको छ। प्राइभेट सेक्टरलाई फ्रेन्डली भएको, प्राइभेट सेक्टरलाई उत्साहित बनाउने काम भएको छ। स्टार्टअप मार्फत रोजगारी सृजना गर्ने यो नीतिमा केन्द्रित भएको छ। आइटी सेक्टरलाई प्राथमिकतामा राखेको छ र आन्तरिक उत्पादनलाई विशेष जोड दिएको छ र आयात प्रतिस्थापन गर्नेतर्फ देशलाई लानुपर्छ भन्ने कुरामा सरकारले आफूलाई गम्भीरताका साथ सोचेको पाइएको छ। यस अर्थमा सरकारलाई धन्यवाद छ। जहाँ कमीहरू छन् त्यसलाई सुधार्ने सङ्कल्प गरौँ। धन्यवाद।